According to the currency exchange rate, the buying rate of $1 American was 80. अब यहाँनिर के दियो भने सरसर्ती यहाँ है, यहाँ सरसर्ती के दियो भने करेन्सी एक्सचेन्ज रेटमा चाहिँ बाइङ रेट भनेको किन्ने रेट, बाइङ रेट अफ $1 American was NRS 136.133 भन्यो, 136 रुपैयाँ 13 पैसा एक्सचेन्ज रेट अनुसार $1 किन्यो भने कसले किन्यो? हामीले किन्ने होइन, फेरि त्यो ब्याङ्कले मनी एक्सचेन्जरले डलर किन्यो भने चाहिँ कुरो बुझ्यो नि। त्यो बाइङ रेट भनेको हाम्रो लागि होइन, बाइङ रेट भनेको जसले त्यो पैसाको कारोबार गर्छ नि, जसले चाहिँ पैसालाई कन्भर्ट गराउने काम गर्छ नि, हो त्यसको हकमा भने हो, हाम्रो हकमा होइन। त्यसकारण उसले चाहिँ के भन्नु भने यो सेन्टेन्सले के बुझ्नु पर्यो भने $1 अमेरिकाको डलर चाहिँ उसले किन्यो भने कसले किन्यो? उसले भनेको त्यो ब्याङ्कले अथवा मनी एक्सचेन्जरले किन्यो भने चाहिँ 136 रुपैयाँ 13 पैसा लाग्छ भन्यो। सेलिङ रेट भनेको उसले बेच्दा, कसले बेच्दा? मनी एक्सचेन्जरले बेच्दा चाहिँ 137 रुपैयाँ 25 पैसा लाग्छ भन्यो है। अब हामीले के बुझ्यौँ भने अमेरिकन डलर किन्यो भने कसले किन्यो भने हामीले किन्ने होइन है, उसले किन्यो भने 136 रुपैयाँ 13 पैसाको दरले दिन्छ हामीलाई, र उसले सेलिङ रेट भनेको उसले हामीलाई डलर बेच्यो भने, उसले हामीलाई डलर बेच्यो भनेको उसले हामीसँग के लिन्छ? नेपाली पैसा लिन्छ नि त। त दिमागमा के राख्नु भने ट्रिक चाहिँ के राख्नु भने लिने र दिनेमा मान्छे सबैभन्दा स्वार्थी प्राणी हो। त्यो भएर लिने काम चाहिँ धेरै लिन्छ, दिने काम चाहिँ थोरै दिन्छ। त्यो धेरैवाला सेलिङ रेट चाहिँ जहिले पनि बाइङ रेट भन्दा धेरै हुन्छ, कुरो बुझ्यो नि। त्यो जुनमा धेरै छ त्यो चाहिँ उसले लिन्छ भन्ने बुझ्नु पर्यो, अनि जुनमा चाहिँ थोर छ त्यो चाहिँ उसले दिन्छ भन्ने बुझ्नु पर्यो, कुरो बुझ्यो नि। समग्रमा बुझाइ हाम्रो के हो भने डलर बाइङ रेट र सेलिङ रेट इन कन्टेक्स्ट अफ मनी एक्सचेन्जर अथवा ब्याङ्क हाम्रो लागि होइन, त्यो बुझ्यो नि। अब यसलाई क्वेसनमा कसरी गर्ने भन्दाखेरि यो ए नम्बरको क्वेसन हेरेर त सरसर्ती त्यहाँनिर विच रेट बाइङ अर सेलिङ इज युज्ड वेन यु एक्सचेन्ज अमेरिकन डलर इन्टु नेपाली रुपिस। हामीले चाहिँ अमेरिकन डलरलाई नेपाली पैसामा कन्भर्ट गर्नु पर्यो भने बाइङ लाग्छ कि सेलिङ लाग्छ भन्यो है। के लाग्छ भन्यो भनेपछि यहाँ ध्यान के दिनु पर्यो भने हामीलाई के चाहियो? नेपाली पैसा चाहियो, कुरो बुझ्यो नि। भनेपछि डलरलाई नेपाली पैसामा कन्भर्ट गर्नु छ भने यहाँ हेर है, यो डलरलाई केमा कन्भर्ट गर्नु छ? नेपाली पैसामा कन्भर्ट गर्नु छ भने हामीले यो डलर चाहिँ दिनु पर्यो नि त, हैन? हामीले यो डलर चाहिँ के गर्नु पर्यो? दिनु पर्यो। कसलाई दिनु पर्यो? ब्याङ्कलाई अथवा मनी एक्सचेन्जर जो यसको काम गर्छ है, एक्सचेन्जरलाई। कुरो बुझ्यो। अब त्यो एक्सचेन्जरले यो डलर किन्छ कि बेच्छ त? किन्यो कि बेच्यो? हामीले त उसलाई के दिँदैछौँ? डलर दिँदैछौँ, हैन? अनि हामी लिने चाहिँ के हो? हामीले लिने नेपाली पैसा हो नि। हामीले लिने नेपाली पैसा हो भने उसलाई हामी के दिँदैछौँ? डलर दिँदैछौँ। हामीले जब डलर उसलाई दिँदैछौँ भने उसले डलर चाहिँ के गर्यो त? किन्यो कि बेच्यो? उसले डलर किन्यो भनेपछि हामीलाई कुन रेट लाग्छ भन्यो क्वेसनले? बाइङ रेट लाग्छ कि सेलिङ रेट लाग्छ भन्यो। त के लाग्ने रहेछ? बाइङ रेट। कुरो क्लियर भयो? फेरि एकचोटि है, जस्तो हामीलाई चाहियो नेपाली पैसा, हामीलाई के चाहियो? नेपाली पैसा। अब नेपाली पैसा हामीले लिने हो भने हामीले उसलाई के दिनु पर्यो? डलर दिनु पर्यो। डलर दिँदाखेरि हामीले उसलाई ब्याङ्कलाई डलर दियौँ। हामीले ब्याङ्कलाई के दियौँ? डलर दियौँ। हामीले ब्याङ्कलाई डलर दिँदाखेरि यो डलर चाहिँ ब्याङ्कले किन्यो कि बेच्यो? ब्याङ्कले किन्यो। त्यसकारण उसले कुन रेट लाउँछ त? बाइङ रेट लाउँछ। कुरो क्लियर भयो? क्लियर छ यहाँसम्म? भनेपछि हामीले के लेख्नु पर्यो? यसलाई सिधा सिधी भनिदेऊ। यो 1 मार्क्सको क्वेसन हो है।
यसलाई यसले धेरै कुरा केही खोज्दैन, सिधा सिधी एन्सर खोज्छ। तिमीले कन्सेप्ट बुझेको छौ कि छैनौ भनेर चेक गर्या है, अरू केही पनि होइन। भनेपछि यसलाई सिधा सिधी हामीले विच रेट बाइङ अर सेलिङ इज युज्ड भनेको छ नि, बाइङ ए नम्बरको एन्सर है। ए नम्बरको एन्सर के भयो, बाइङ रेट इज युज्ड त्यहाँ भाषा जस्तो छ नि त्यस्तै बनाऊ है, इज युज्ड टु एक्सचेन्ज डलर इन्टु नेपाली रुपिज। कुरो बुझ्यो कि बुझेन? यति लेखेपछि 1 मार्क्स आफ्नो खातामा गयो, बुझ्यो नि। 27 देखि 1 घट्यो है, 26 को टार्गेट भयो। अब कुरो क्लियर? ल बी नम्बर एकदम सठिक एन्सर दिनु पर्यो है, हामीले घुमीफेरी दिने होइन। हाउ मेनी नेपाली रुपिज क्यान अमेरिकन टुरिस्ट गेट बाई एक्सचेन्जिङ $1000? त्यो अमेरिकन टुरिस्टसँग कति छ अरे? $1000 है। टुरिस्ट भनेपछि त हाम्रो देश घुम्न आएको रहेछ नि त। टुरिस्ट भनेपछि त्यो हाम्रो ठाउँमा घुम्न आएको छ, घुम्न आउँदाखेरि उसको गोजीमा चाहिँ कति $1000 बोकेर आएको रहेछ? 10,000 1000 कि 10,000? $1000 बोकेर आएको रहेछ है। अब त्यो डलर खर्च गर्न सक्दैन नि हाम्रो देशमा होइन। चटपटे दोकानमा चटपटे खानु पर्यो भने डलर दिएर त भएन, उसलाई त डलरको त्यो चिनेकै हुँदैन, कुन कलर हो कुन देशको पैसा हो पत्ता लाउँदै बिचरा त्यो तनाव हुन्छ उसलाई। त्यो भएर अनि फेरि फरेनर अथवा पासपोर्ट बिना फरेन करेन्सीहरू एक्सचेन्ज गर्न पनि पाइँदैन, इलिगल हो त्यो। कुरो बुझ्यो नि। अब जस्तो मसँग फरेन करेन्सी भयो भने इलिगल भयो क्या। मसँग पासपोर्ट पनि छैन केही पनि छैन, तर मसँग फरेन करेन्सी मैले भेटेँ, त्यहाँ $100 भेटेँ। अब मैले $100 चाहिँ लिगली साट्न सक्दिनँ क्या, लिगली साट्नै मिलेन। लिगली साट्नको लागि के हुनु पर्यो त? मसँग पासपोर्ट हुनु पर्यो। त्यो डलर कहाँदेखि आयो? मैले म विदेश गएको हुनु पर्यो, त्यो ठाउँबाट आएको हुनु पर्यो, मसँग पासपोर्ट हुनु पर्यो, अनि त्यसको आधारमा चाहिँ उसले मनी एक्सचेन्जरले साटिदिन्छ। कहाँ जसले पाए त्यसले साट्न पाइँदैन। कुरो बुझ्यो नि। अब यहाँ के भयो भन्दाखेरि हामीले कुन रेट युज गर्ने पहिला त्यो बुझ्नु पर्यो। कुन रेट युज गर्ने? यहाँनिर उसले $1000 ल्याएको छ होइन, बुझ है। $1000 ल्याएको छ, उसलाई के चाहियो त? पैसा, नेपाली पैसा चाहियो, नेपाली पैसा चाहियो, किनभने नेपालमा घुम्दैछ नि त ऊ होइन। अब नेपाली पैसा चाहियो भने उसले यो डलर लगेर कसलाई दिन्छ? यो कसलाई दिन्छ? यसले ब्याङ्कलाई दिन्छ। ब्याङ्कलाई के गर्छ? दिन्छ। ब्याङ्क भनेको नि मनी एक्सचेन्जर। ब्याङ्कलाई दिनु भनेको ब्याङ्कले यो डलर के गर्यो? किन्यो कि बेच्यो? डलर किन्दैछ नि त उसले। डलर के गर्दैछ? किन्दैछ। त्यही भएर उसले कुन रेट लाउँछ अब? बाइङ रेट। त्यही भएर यहाँ युजिङ बाइङ रेट है। क्लियर? कुरा क्लियर भयो कि भएन? युजिङ बाइङ रेट। अब बाइङ रेटमा हामीलाई के भनेको छ? $1 बराबर कति भनेको छ? $1 इक्वल्स टू ₹136.13 है। क्लियर भयो? अब उसलाई यो $1 को भ्यालु निस्केपछि हामी कति डलरको भ्यालु निकाल्ने? $1000 को है। $1 को भ्यालु जति हुन्छ $1000 को भ्यालु के हुन्छ? अत्यधिक बढी हुन्छ नि त, हो कि होइन? एउटा पाउरोटीको दाम 20 रुपियाँ पर्यो भने 20वटा पाउरोटीको दाम कति? 20 × 20 गर्ने हो होइन। एउटा मार्करको दाम 2 रुपियाँ हो भने 10वटा मार्करको दाम कति? त्यो युनिट भ्यालु थाहा भएपछि त जति पनि भ्यालु हामी निकाल्न सक्छौँ। त्यसकारण यसलाई के गर्नु पर्यो? 136.13 × 1000 ले मल्टिप्लाई गरिसक्दा हाम्रो लफडा साफ भयो। 136,130 है। 1,36,130 रुपियाँ भयो। क्लियर छ यहाँसम्म?
भनेपछि यही कुरालाई हामीले यो सल्भिङ गर्यौँ नि, हामीले अनावश्यक लाइन बढाउने काम छैन, मार्क्स बढिदिने होइन क्या, चाहिने कुरा लेख्ने। अब यही कुरालाई हामीले सल्भिङ गर्यौँ, अब त्यहाँ भाषामा लेखिदिने। हाउ मेनी नेपाली रुपिस क्यान अमेरिकन टुरिस्ट गेट बाई एक्सचेन्जिङ $1000 भनेको छ नि। अब त्यसैलाई भाषामा लेखिदिने। देयरफोर अमेरिकन टुरिस्ट गेट्स रुपिस 1,36,130 आफ्टर एक्सचेन्जिङ $1,000 सक्यो। यसलाई यो क्लोजिङ एन्सरलाई यसरी बक्सामा हालेर दियो भने झन् दामी है, पेपर चेक गर्नेलाई जति सजिलो हुन्छ, मार्क्स त्यति बर्सात हुन्छ, त्यहाँ जति अप्ठ्यारो भयो, जति दुःख पायो त्यति गाह्रो हुन्छ। ल यो क्लियर भयो। त्यसपछि द अमेरिकन टुरिस्ट स्पेन्ड, अब यहाँ हेर है, अब बुझ्नु पर्यो, यो टुरिस्टले कति पायो अरे 1,36,130 पायो। अब घुम्दैछ, अब बिर्तामोड घुम्यो होइन, बिर्तामोड घुम्यो, उता कता सिमसार घुम्यो, उता इलाम घुम्यो, उता कन्याम घुम्यो, कता कता घुम्यो होइन, मेरो घर पनि घुम्यो अरे है, अनि उता होटलमा बसेर सेकुवा पनि खायो अरे होइन, अनि ढिँडो भात पनि खायो अरे, सबै खाइसकेर अनि खर्च चाहिँ कति गरेछ उसले के भन्यो, द अमेरिकन टुरिस्ट स्पेन्ड भनेको खर्च गर्यो, केमा खर्च गर्यो भनेको यो खायो, घुम्यो, रिल्याक्स गर्यो, त्यसैको खर्च 1,01,817 रुपियाँ 50 पैसा चाहिँ नेपालमा बसुन्जेल खर्च गर्यो। कति खर्च गरेछ 1,01,817.50 while staying in Nepal. How many remaining Nepalese rupees while returning back to own country भन्नु है। अब यहाँ के भन्दैछ, उसले नेपालमा बसुन्जेल 1,01,817 रुपियाँ 50 पैसा खर्च गर्यो। हाउ मेनी अमेरिकन डलर्स क्यान ही अर सी एक्सचेन्ज फ्रम रिमेनिङ नेपाली रुपिस वाइल रिटर्निङ ब्याक टु ओन कन्ट्री। यो यहाँ है एकदम जाँचमा आउने खालको क्वेसन, फेरि फेरि आउने खालको क्वेसन। यो क्वेसन कहिले आएको अरे, अस्तिको लेटेस्ट क्वेसन हो यो, अस्तिकोले यही गरेको क्वेसन है। अब उसले के भन्यो, उसँग भएको पैसा यति हो नि, उसँग भएको पैसा यति हो। अब सी नम्बरमा उसले खर्च कति गर्यो यहाँ है, रिमेनिङ एमाउन्ट, यहाँ के लेख्ने, रिमेनिङ एमाउन्ट, बाँकी पैसा कति रह्यो त भन्दाखेरि उसँग जम्मा भएको नेपाली रुपिस 1,36,130 रुपियाँ हो है, हो नि, यति हो। अनि खर्च कति गर्यो उसले, 1,01,817 रुपियाँ 50 पैसा खर्च गर्यो। भनेपछि उसँग अझै गोजीमा कति रुपियाँ छ, क्यालकुलेटर चलाउन, क्यालकुलेटर चलाउ छिटो, चाहिँ एडिट गर्नु पऱ्यो नि, यो अनावश्यक भएर मलाई एडिट टक 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 गरिहाल्ने क्या। के भन्न सक्दैन, 343 पोइन्ट नम्बर ठिक डायल गरेको छ नि, अहिले रिपिट गर्नु भने त म पिट्छु नि फेरि। भनेपछि अब यहाँ हेर है, यो रिमेनिङ एमाउन्ट उसँग भएको पैसा 1,36,130 साटेर पाएको पैसा है, अनि यति चाहिँ नेपालमा बसुन्जेल खर्च गर्यो, यति चाहिँ कहाँ बसुन्जेल खर्च गर्यो, नेपालमा बसुन्जेल। भनेपछि उसँग स्टिल कति छ, 34,312 रुपियाँ 50 पैसा गोजीमा छ। अब त्यो नेपाली पैसा अमेरिका लिएर गएर के गर्नु, के काम छ, त्यो त फेरि कागज भइहाल्छ त्यहाँ। त्यो भएर यसले यो पैसा अब साट्न खोज्दैछ है, के गर्छ यसले, अब साट्न खोज्दा चाहिँ बाइङ लाग्छ कि सेलिङ लाग्छ, किन लाग्छ,
उसले अब यो पैसा लिएर नेपाली पैसा लिएर गयो है, यहाँ हेर नेपाली पैसा लिएर गयो कहाँनिर ब्याङ्कमा गयो होइन, ब्याङ्कमा गयो। अब ब्याङ्कले चाहिँ नेपाली पैसाको रेट हुँदैन नि त, नेपाली पैसा त हाम्रो पैसा हो, हाम्रो देशमा हाम्रो पैसा नै नेपाली पैसा हो, नेपाली पैसाको बाइङ र सेलिङ हुँदैन। अरू देशमा गयो भने चाहिँ नेपाली पैसाको बाइङ र सेलिङ हुन्छ, बुझ्यो नि। हाम्रो देशमा चाहिँ विदेशी पैसाको बाइङ र सेलिङ हुन्छ, बुझ्यो नि। हाम्रो देशमा आफ्नै घरमा आफैले सोध्नुपर्छ र आफ्नो घरमा आफैले सोध्नुपर्छ, पर्दैन नि। भनेपछि हाम्रो लागि नेपाली पैसा भनेको आफ्नै पैसा भइहाल्यो, त्यसको सन्दर्भ होइन। विदेशी पैसाको हकमा यसले कुन पैसा माग गर्दैछ, डलर माग गर्दैछ भने विदेशी पैसा त डलर हो नि। अब डलर चाहिँ यसले बेच्छ कि किन्छ, यो ब्याङ्कले कसरी किन्छ, यो नेपाली पैसा लिएर डलर उसलाई दिन्छ नि त। डलर दिनु भनेको डलर बेच्नु हो, डलर दिनु भनेको कुरो बुझेको बुझेन। हाम्रो पैसालाई कम्पेयर गर्ने होइन, विदेशी पैसालाई कम्पेयर गर्ने। विदेशी पैसाको हकमा बाइङ हो कि सेलिङ हो, कुरो बुझेको बुझेन। भनेपछि डलरको हकमा अब यो मान्छेले नेपाली पैसा लगेर यसलाई दियो, अब यसले कुनसँग कम्पेयर गर्छ, नेपाली पैसासँग कम्पेयर गर्छ कि डलरसँग? नेपाली पैसासँग गर्दै गर्दैन, नेपालमा नेपाली पैसा किन कम्पेयर गर्नु। अब डलरसँग कम्पेयर गर्छ। अब डलर चाहिँ यसले किन्छ कि बेच्छ, डलर त बेच्छ यसले, डलर नबेचिकन यसको हातमा कहाँ जान्छ त, डलर त यसँग छ नि त, कोसँग छ, ब्याङ्कसँग छ। त्यो भएर डलर बेच्छ, बेचेपछि यहाँनिर हामी के लाउनु पर्यो, युजिङ सेलिङ रेट। हेर एउटै क्वेसनमा बाइङ रेट पनि लाग्यो, सेलिङ रेट पनि लाग्यो। अब $1 इक्वल्स टु कति भन्दैछ, $1 इक्वल्स टु कति, 140 रुपियाँ, 137 रुपियाँ 25 पैसा। कुरो बुझ्यो, यहाँसम्म बुझेको छ छैन? ल यति बुझिसकेपछि अब हाम्रो सकिन आँट है। अब गर्ने के भन्दाखेरि यहाँ हेर, यसलाई त यो पैसा साट्नु छ नि होइन, भनेपछि जुन पैसा साट्नु पर्ने छ, जुन भएको पैसालाई अगाडि राख्नु पर्यो। भएको पैसालाई, भएको पैसा भनेको हामीसँग डलर छ कि नेपाली पैसा छ, नेपाली पैसालाई अगाडि राख्नु पर्यो। RS 137.25 इक्वल्स टु $1। कुरा क्लियर भयो। अब युनिट भ्यालु ननिकालिकन हामी कुनै पनि भ्यालु निकाल्न सक्दैनौँ। जहिले पनि युनिट भ्यालु भनेको चाहिँ फर्मुला जस्तै हो, कुरो बुझ्यो नि। अब 1 रुपियाँ निकाल्नु पर्यो पहिला, देयरफोर 1 रुपियाँको भ्यालु कति हुन्छ त, धेरै थोरै हुन्छ। 137 रुपियाँ 25 पैसा दियो भने बल्ल $1 पाइन्छ भने 1 रुपियाँ दियो भने चाहिँ कति पाइन्छ, साह्रै त्योभन्दा पनि थोरै 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 पाइन्छ नि त। भनेपछि डिभाइड, थोरै पाइन्छ भने डिभाइड गर्नु पर्यो, 1 डिभाइड बाई 137.25 भयो, बुझ्यो नि। 1 रुपियाँको भ्यालु थोरै हुन्छ नि त, त्यही भएर 1 को भ्यालु निकाल्दा जहिले डिभाइड गर्ने, मोर 1 देखि बढीको भ्यालु निकाल्दा जहिले पनि मल्टिप्लाई गर्ने। अब कतिको भ्यालु निकाल्ने त, यतिको भ्यालु निकाल्नु पर्यो। कुरो बुझ्यो कि बुझेन? RS 34,312.5 इक्वल्स टु 1/137.25 इन्टु 80 34,312.5 कति भयो, यो कति डलर भयो, $250 आयो। भनेपछि देयरफोर अब हामीलाई यहाँ क्वेसनले के सोधेको थियो, रिटर्न हुने बेलामा उसले कति पैसा पायो साट्दा, भनेपछि उसको रिमेनिङ पैसा चाहिँ उसले साट्यो भने $250 पाउने रहेछ। देन अब यसलाई क्लोजिङ एन्सर, ही गेट्स $250 आफ्टर एक्सचेन्जिङ हिज रिमेनिङ नेपाली रुपिज। नेपाली रुपिज है।
कुरो बुझ्यो होइन? ल यो क्वेसन बुझिसकेपछि अब यहाँनिर अर्को क्वेसन गर्ने र यसको एन्सर चाहिँ कमेन्ट बक्समा पनि लेख्ने है त। तिमीहरूले पनि लेख्ने नि फेरि कमेन्ट बक्समा लेख्ने। लेखेन भने जान्छ कमेन्ट बक्समा नलेख्ने। एन्सर अर्को क्वेसनको एन्सर हो